नमस्ते, गुड मर्निङ। आज जस्ट अपोजिट टाइपको जबमा जाँदैछु म। यो किनभने सधैँ हाम्रो कस्टमरहरूको विन्टरमा एकदमै जाडोमा हिटिङ छैन, आमामा हट वाटर छैन, चाँडो आइदिनुहोस् भन्ने खालको कुरो हुन्थ्यो। अनि मलाई पनि एउटा मनमा चाहिँ ओहो जाडोमा हिटिङ छैन, हट वाटर छैन, बुढाबुढी हुनुहुन्छ, केटाकेटीहरू हुनुहुन्छ, हामी चाहिँ चाँडो सर्भिस प्रोभाइड गर्नुपर्छ र जानुपर्छ भन्ने हुन्थ्यो। तर आज चाहिँ एकदमै गर्मी, भर्खर 9 बजेको छ बिहानको स्यान्थसमा 22 डिग्री पुगिसकेको छ। अनि आज चाहिँ वेदर वार्निङ यस्तो आइसकेको छ। कस्टमरको भनाइअनुसार चाहिँ नर्मली हिटिङ चाहिँ सधैँ अन भइरहेको छ। अस्ति चाहिँ अलि जाडो थियो, त्यतिखेर चाहिँ अलि उहाँहरूले नोटिस गर्नु भएन, तर हिजोबाट चाहिँ गर्मी बढेको छ। सो सबै रेडिएटरहरू तात्दाखेरि त घरमा बस्नै नसक्ने खालको अवस्था छ भन्ने चाहिँ खबर आएको छ। सो त्यहाँ जाँदैछु, हेरौँ के रहेछ फल्ट, रेक्टिफाई गर्नु छ अनि प्रब्लम सल्भ गरेर कस्टमरलाई ह्याप्पी पनि बनाउनु छ। थ्याङ्क यू। कस्टमर घरमा आयो, हट वाटर मोडमा सिस्टम टेस्ट गर्दैछु, making sure room thermostat and programmer hasn't got any problem issue and wirings as well, making sure there is no 240 volts going through the heating system. Must be only hot water, so white wire ma 240 hunu bhayena, there isn't. So I'm happy. 3-port bulb हेड चाहिँ ठिक थियो। सो म मुभ अन टु बोडीमा गयो, बोडी चेक गऱ्यो, स्टक थियो, WD-40 ड्याङ्ग हानिदियो, एकछिन वेट, देन माई म्याजिक टुल, लिटल बिट मुभमेन्ट, जिगल अराउन्ड, it should be really moving now very easily, so it should solve the problem now. Heating mode cool छ, hot water mode, wow, tato, oh nice. That's all. That's the one we want to achieve. Happy days. 1 hour भयो। यस हिटिङ त्यतिकै अन हुने चाहिँ सल्भ भयो। म फर्किँदैछु। ह्याप्पी कस्टमर, ह्याप्पी डेज। हेभ अ लभली ब्याङ्क हलिडे, इन्जोय योर सनी डेज। थ्याङ्क यू।